सम्पूर्ण आएका सङ्घ संस्थाहरूको तर्फबाट सहभागी सम्पूर्ण मानिसहरूमा अभिवादन। म चाहिँ प्रकृति मानव केन्द्रित जनअभियान नेपालकै तर्फबाट पनि यहाँलाई फेरि पनि अभिवादन गर्न चाहन्छु। हामी पहिलो कुरो त यो प्रकृति र मानवलाई बचाऊ भन्ने सन्दर्भमा सन् 2002 देखि यो अभियान सुरु भएको हो, विश्वव्यापी अभियान हो र नेपालमा पनि सन् 2002 देखि नै सुरु भएको छ र अहिले चाहिँ हामी त्यही गतिविधि अनुसार विभिन्न जिल्लाहरूमा गरिरहेका छौँ र प्रत्येक वर्ष हामीले यो विश्व वातावरण दिवसलाई पनि मनाउने गर्दै आएको सन्दर्भमा अब म वास्तवमा व्यक्तिगत रूपले भन्नुहुन्छ भने 2 वर्ष मात्रै भयो म यहाँ तराईबाट फेरि फर्केर आएको। गृह जिल्ला यही हो तर पनि फेरि मधेसमा बस्थेँ, नेपालमा बाँकीमा बस्थेँ। 2 वर्ष मात्रै यता आएको हुनाले म यहाँको सन्दर्भमा अलिकति कम परिचित भएर कसै यो कार्यक्रम गर्ने होला भन्ने सन्दर्भमा लागिसकेपछि मलाई राम सरले भनिसक्नु त्यो विषयको गरेर हामी यहाँसम्म आइपुग्यौँ। त्यसो भएर पनि आजको यो सहभागी सम्पूर्ण जनाउनु भयो, अहिले जनाइयो गरियो, सबैको आफ्नो कार्यक्रम हाम्रो हो यो भने सबैले अपनत्व लिएर जुन गरियो। जस्तो कतिपय देख्दाखेरि यहाँ सङ्घ संस्थाको नाम उहाँहरूको पनि के छ, अहिले भौतिक रूपले सहभागी हुनु नसके तापनि उहाँहरूको पनि अलिकति छ हामी पनि यो अभियानमा लाग्छौँ छ भन्ने किसिमको आएको हुनाले ठिक छ सबैजना मिलाउँ भन्ने हो हाम्रो राम्रो सरले पहिलो प्रयास हो। त्यसले गर्दा आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अलिक बृहत रूपले सम्पन्न गर्नको लागि यहाँहरू हामीसँग फेरि पनि बसेर किन 8वटा सङ्घ संस्थाको त सम्पूर्ण हामीसँग भइसक्यो, हामी यो हिसाबले सम्पर्क गर्न सक्छौँ। तर यो लगायतको अरू अन्य संस्थाहरू योभन्दा अझै भव्य रूपले अरू चाहिँ व्यापक रूपले कार्यक्रम आगामी दिनमा गर्नुपर्छ। तपाईँ हाम्रो साझा कर्तव्य पनि हो र यस्ता कार्यक्रम यो विश्व वातावरण दिवस मात्रै नभएर अन्य पनि यस्ता कार्यक्रम जुन आउँछन् हामीले मुख्य प्रकृतिलाई बचाउने सन्दर्भमा आज आएको नारा छ फेरि है विश्व अहिले सरले भन्नुभएको थियो विश्व संयुक्त राष्ट्र सङ्घको वातावरण कार्यक्रम विश्व वातावरण कार्यक्रम छ। त्यसले चाहिँ गरेको 1972मा स्विडेनको राजधानी स्टकहोममा त्यहाँ पहिलोपटक यो पर्यावरण र मानवसँग चिन्तित व्यक्तित्वहरूको सम्मेलन एउटा आयोजना भएको थियो। त्यसैले जुन 5 देखि 16सम्म सन् 1972मा त्यो दिनबाटै उहाँले घोषणा गर्नुभयो कि हामीले यो वातावरण चाहिँ बिग्नदै गएको छ, यसले भोलि चाहिँ हाम्रो जनजीवन त्यो जीवन मतलब जीवको मात्रै होइन यसले वनस्पति लगायतको वायुमण्डलले चाहिँ ब्रह्माण्डमै असर गर्ने भएको हुनाले यसलाई विलीन गर्नको लागि हामीले चाहिँ आजदेखि लाग्नुपर्छ, होइन भनेदेखि हाम्रो अस्तित्व समाप्त हुन सक्छ भन्ने किसिमको उहाँले जुन महसुस गरेर त्यो दिनबाटै आगामी अब 1973 अर्को वर्षदेखि हामीले यसलाई चाहिँ विश्व वातावरण दिवसको रूपमा मनाऊ भन्ने निर्णय भएको थियो र त्यही दिन जुन दिन घोषणा भएको थियो जुन 5 त्यही दिनबाट हरेक वर्ष हामीले यो कार्यक्रम विश्वव्यापी रूपमा विश्व वातावरण दिवसको रूपमा मनाउँदै आएको सन्दर्भमा नेपालले पनि संयुक्त राष्ट्रको नारा चाहिँ एन्डिङ प्लास्टिक पोल्युसन पनि छ। त्यसैलाई हरेक वर्ष नेपाल सरकारले पनि आफ्नो सान्दर्भिकतामा नेपालीकरण गरेर त्यो नारा प्रयोग गर्छ। त्यसैलाई आधार मानेर यो वर्ष चाहिँ प्लास्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व भनी नेपाल सरकारले नारा प्रयोग गरेको भएर हामीले त्यसैलाई आधार मानेर अगाडि बढेका छौँ होइन यहाँ चाहिँ राख्यौँ। र अब यो कार्यक्रमको सन्दर्भमा मोटामोटी यो कुरा अब यसको इतिहास कसरी भयो भन्ने कुरा भयो। अब के छ भन्दाखेरि यस वर्षको मूल नारा जुन प्लास्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व भनिरहेको छ यसले प्लास्टिकको अन्त्य हामीले कसरी गर्नु छ यसको विकल्पको रूपमा जान सक्नुहुन्छ भन्ने कुराहरू ध्यान दिएको छ भने यसलाई के भन्छ भन्दाखेरि यसको प्लास्टिकको प्रयोगलाई पहिलो हामीले अस्वीकार गरौँ, हामीले प्रयोगै नगरौँ पहिलो हाम्रो। दोस्रो चाहिँ यदि हामीले प्रयोगै गर्नु परेको गर्छौँ भने त्यसलाई पुनः प्रयोग गरौँ र तेस्रो गरेर पुनर्विचार यो प्लास्टिकको प्रयोग गर्न पनि पुनर्विचार गरौँ भन्छ भने अनि अर्को चाहिँ के भन्छ भन्दाखेरि त्यसलाई चाहिँ एकपल्ट विचार गरौँ, पुनः प्रयोग गर्ने, अन्त्य गर्ने, पुनः प्रयोग गर्ने अनि घटाउने सकेसम्म हामीले कम गरौँ भन्ने 4वटालाई चाहिँ फोकस गरेको छ यो आजको विश्व वातावरण दिवसको नाराले। र यो विश्व वातावरण दिवसको सन्दर्भमा जुन नारा प्रयोग गर्यो प्लास्टिक प्रदूषणले मुख्य गरेर 3टा ग्रहीय सङ्कटको घातक प्रभावहरूलाई बढाउँछ भन्छ। जस्तो एउटा चाहिँ जलवायु परिवर्तन सम्बन्ध प्लास्टिकको बढी चाहिँ हामीले चाहिँ प्रयोग गऱ्यौँ भने त्यसै गरेर जलवायु परिवर्तन असर गर्छ। त्यसका विभिन्न चक्र हुन्छन् जलवायु परिवर्तनका विभिन्न घटकहरू छन् त्यसमा असर गर्छ। त्यसले गर्दा अन्ततः जीवलाई र वनस्पति लगायत ब्रह्माण्डलाई पनि असर गर्छ भन्ने हो। त्यसपछि दोस्रोमा प्रकृति भूमि जैविक विविधताको क्षति गर्छ यसबाट र तेस्रो चाहिँ प्रदूषण र फोहोरको सङ्कट। योले गर्दा एउटा प्रदूषण बढाउने भयो, अर्को चाहिँ फोहोरको सङ्कट आउँदैछ कि थुप्रिन्छ त्यसले अर्को नि विभिन्न किसिमका रोगहरू निम्त्याउनेहरू त्यसबाट सङ्कट आइलाग्छ भन्ने छ।
र अब विश्वव्यापी रूपमा प्रत्येक वर्ष अनुमानित 1,10,00,000 टन प्लास्टिकको जलीय पारिस्थितिकी भनेको पानीमा गएर चाहिँ गलिन्छ यस्तो प्लास्टिकहरू चाहिँ चुहाबाट हुँदो रहेछ। जबकि कृषि उत्पादनहरूमा प्लास्टिकको प्रयोगको कारणले गर्दा माइक्रो प्लास्टिकहरू ढल र ल्यान्डफिल साइटबाट माटोमा जम्मा हुन्छन्। तिनीहरू प्लास्टिक प्रदूषणको वार्षिक सामग्री र वातावरण लागत 300 देखि 600 अरब अमेरिकी डलर यति चाहिँ उसमा हुँदो रहेछ। यो र प्लास्टिक प्रदूषण एक प्रमुख चिन्ताको विषय हो। हामी सबैले यसो कसरी गर्ने कम हुन्छ, तर समस्या समाधान गर्ने उपाय पनि हाम्रो हातमा छ। हामीले नि यसलाई सोच्यौँ अलि समाधानको बाटो हामीले निकाल्न सक्छौँ। जस्तो पहिलो त प्लास्टिक प्रयोगै नगर्यो भने त्यसको प्रदूषणको सम्भावना भएन। त्यसरी गर्दा अरू विभिन्न किसिमका विकल्पहरू दिएर प्लास्टिकको सट्टामा, जस्तो अब अहिले विभिन्न ठाउँमा हामीले देख्छौँ चिया खाने उसमा चियाका कपहरू पहिला चाहिँ प्लास्टिकै हुन्छ, प्लास्टिकको तातो राख्नै हुँदैन गलिहाल्छ भनेर अर्को फेरि एक किसिमको पेपर जस्तो भनेर आउँछ। अन्ततको त त्यो पेपरमा कम चाहिँ अलिकति होला, तर त्यो पनि प्रदूषण मुक्त छैन। त्यसमा पनि केमिकल राखेर समावेश गरेको हुनाले यो यसको विकल्पमा यसलाई अन्त्य गरौँ। यसको विकल्पमा जस्तो हामीले पहिला देख्यौँ माटाका भाँडा सानसानो हुन्थ्यो, कपहरू माटाको। यहाँ कति गर्नु भएको छ मलाई याद छ। नेपालमा त मैले त्यति साह्रो होइन, भारतमा हामी रेलको यात्रा गर्दाखेरि त्यहाँ गउने चाय भने सबै त्यो माटाको कपमा लिएर आउँथ्यो, पानी त्यो चिया खायो अनि झ्यालको चाहिँ सट्ट तलबाट पाट्ट फुट्दा कति रमाइलो लाग्थ्यो क्या त्यति बेला। आहा भने यस्तो क्या विकल्प त्यस्तो हुन्छ भने त्यसको विकल्पमा त्यस्ता हुन्छ। त्यसलाई हामीले के गर्न सक्छौँ त्यो चाहिँ होइन, सरसल्लाह गरेर छलफल गरौँ। प्लास्टिक प्रदूषणको प्रभाव, प्लास्टिक प्रदूषणले पारिस्थितिक प्रणालीको मानव स्वास्थ्य र अर्थतन्त्रमा यसले प्रभाव पार्नेको, त्यसपछि उत्पादन र विसर्जनको हरित गृह ग्यास रूपमा प्रभाव पार्छ। जलवायु परिवर्तन पनि योगदान पुर्याउँछ। यसले प्लास्टिक फोहोरले पानीका स्रोतहरू, माटो र हावालाई दूषित गर्छ। बाटोमा रहन सक्ने हानिकारक रसायनहरू हावा, पानी र माटोमा गएर मिल्छ। त्यसको चाहिँ असर फेरि हामीलाई पर्छ। यी रसायनहरूको सम्पर्कले जस्तो विभिन्न किसिमका रोगहरू लाग्छ, जस्तो क्यान्सर भयो, श्वास प्रश्वासका रोगहरू भयो, प्रजनन सम्बन्धी समस्याहरू, स्नायु सम्बन्धी विकारहरू भयो। त्यसपछि विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउँछ। यसबाट उपचार खर्च गर्दाखेरि झन् हाम्रो लागत चाहिँ झन् बढी हुन्छ। त्यसले गर्दाखेरि हामीले बिरामी भएर उपचारमा खर्च गर्नुपर्छ भनेर पैसा जम्मा गर्नु, रकम आर्थिक जो गर्नुभन्दा हामीले बिरामी हुँदै नहुने त्योतर्फ हामीले पहिले सोच्यौँ भनेदेखि हामीलाई सम्पत्तिको किन तपाईँ हामीलाई जति सम्पत्ति भए पनि एउटा सामान्य अहिले देख्छ एउटा सामान्य बिरामी भएर हस्पिटल गयो भने लाखौँ लाख खर्च हुने स्थिति आउँछ। यो परीक्षण परीक्षण भनिहाल्छ, त्यसको चार्जदेखि लिएर त्यसले गर्दाखेरि उपचार एकदम महँगो छ। भोलि बिरामी भएर उपचार गरौँला भन्नुभन्दा नि उपचार बिरामी नहुनेतर्फ हामीले सोध्नुपर्छ भनेर बुझ्यो है, त्यो गर्नुपर्छ। प्लास्टिकको प्रयोगमा अहिले वन फुटाउने निम्त्याउँछ, जसले ड्रग हो कार्बन डाइअक्साइडलाई अवशेष गर्छ। बोट बिरुवा बढी भयो भने त्यसले चाहिँ कार्बन प्रदूषणलाई चाहिँ सोसेर लिन्छ। अब यसले प्लास्टिकको बढी भइसकेपछि बोट बिरुवाहरू पनि त्यहाँनिर सङ्ख्या कम हुँदै जान्छ, जङ्गल प्रणाली बढी हुन्छ। त्यसको जस्तो प्लास्टिकको उत्पादनको लागि पनि जङ्गल प्रणाली गर्ने भयो, दाउराकोलाई विभिन्न हिसाबले। त्यसले गर्दाखेरि पनि यो कार्बन डाइअक्साइडको झन् बढ्छ। अब यसरी यहाँनिर मोटामोटी यो धेरै उसमा गएन। नेपालमा प्लास्टिक प्रदूषणको असरमा नेपालमा प्लास्टिक पनि एउटा महत्त्वपूर्ण पात्र समय, जसले नदी, सडक, वन, हिमाली एउटा उल्लेखनीय भाग प्लास्टिकको फोहोर हो। यसमा चाहिँ नेपालले दैनिक ठुलो मात्रामा प्लास्टिक फोहोर उत्पादन गर्छ, जसमा काठमाडौँको सहरी फोहोर ठुलो प्रतिशत हो। नेपालमा ल्यान्डफिल साइटहरूको अभाव र नदीहरूमा डम्पिङ र खुला जलाउने जस्ता अनुचित विसर्जन विधिहरू छन्। त्यो राम्रोसँग विसर्जन नगरेर, डिस्पोज नगरेर यत्रतत्र छरिएमा त्यसको समस्या अरू जटिल हुन्छ। त्यो पानी जब नेपालले त खोलामा बगाएको हुन्छ, मतलब ढल भनेर ढलमा बगेर जान्छ, त्यो अन्तत गएर फेरि जान्छ गङ्गाको छन्, त्यहाँबाट फेरि समुद्रमा गएर अब समुद्रको लेभल चाहिँ प्लास्टिकले पुरा समुद्रमा भरिएर त्यो समस्या समुद्रमा आइसकेको छ। नेपालले हाल दैनिक 450 मेट्रिक टनभन्दा बढी प्लास्टिक फोहोर उत्पादन गर्छ, जसमध्ये धेरै नदी, ल्यान्डफिल र खुला डम्पिङ साइटहरू समापन हुन्छ। विश्व बैंक अनुसार नेपालमा हरेक वर्ष 20 किलो टन प्लास्टिक वातावरण चुइने गर्छ। तर यो समस्या समाधान नसकेको मैले अहिले भनिहालेँ। अब सन् 2022 को एउटा तथ्याङ्क अनुसार महासागरमा सबैभन्दा बढी प्लास्टिक प्रदूषण गर्ने 10वटा मुख्य चाहिँ टप 10 भन्छ नि देशहरूमा भारतले 126.5 मिलियन किलोग्राम भारतले मात्रै गर्दो छ। चीनले चाहिँ दोस्रोमा चाहिँ 70.7 मिलियन किलोग्राम, इन्डोनेसियाले चाहिँ तेस्रोमा
53.3 मिलियन किलोग्राम हामीले भन्दा इन्डोनेसिया अलि सानै राष्ट्र जस्तो भन्छौँ नि, तर प्रोडक्सनको हिसाबले त्यो पनि तेस्रोमा आउँदो छ। त्यसपछि ब्राजिल 38 मिलियन किलोग्राम, थाइल्यान्ड 22.8 मिलियन किलोग्राम, मेक्सिको 3.5 मिलियन किलोग्राम, इजिप्ट 2.5 मिलियन किलोग्राम, संयुक्त राज्य अमेरिका 2.4 मिलियन किलोग्राम रहेछ भने रुवान्डा एउटा मुलुक छ जसले चाहिँ प्लास्टिक मुक्त भन्छ। प्लास्टिक मुक्त देशमा चाहिँ अहिले चाहिँ रुवान्डालाई मानेको छ। अब यसपछि प्लास्टिक प्रदूषणमा प्रमुख योगदानकर्ताहरू कसले बढी योगदान गर्नुहुन्छ प्लास्टिक प्रदूषणभन्दा? खाद्य र पेय पदार्थले 31.14%, बोतल र कन्टेनर क्यापले 15.5%, प्लास्टिक झोलाले 11.18% र पेय पदार्थका बोतल र कन्टेनर जस्तो बोतलहरू हामीले यो बुझिरहेको छौँ होइन, त्यसले पनि नाम लिन्छ र 7.27 योगदान गर्छन्। यसरी प्लास्टिक प्रदूषणमा विभिन्न क्षेत्रबाट यसरी सहयोग पुग्ने यसमा मद्दत पुर्याउनु भएको हुनाले हामीले आफ्नो ठाउँबाट यीलाई कम गर्नको लागि हाम्रो पनि आफ्नो दायित्व छ। त्यसबाट अहिले समस्या हो, तर समस्या समाधान गर्ने समाधानको बाटो चाहिँ समाधानको बाटो हामीसँगै छ, समाधान हामीसँगै छ भनेको हामी जागरुक भयौँ भने मात्रै यसलाई चाहिँ कम गर्न सक्छौँ भन्ने सन्दर्भमा विश्व संयुक्त राष्ट्रले विश्व वातावरण दिवसकै रूपमा यो वर्षको नारा जस्तो 2018मा पनि यो नारा प्लास्टिकले अन्त गरौँ भन्ने थियो, त्यो बेला भारतको थियो। र यो वर्ष विभिन्न देशहरूमा संयुक्त राष्ट्रले के गरेको छ भन्दा प्रत्येक वर्ष विभिन्न देशहरू मूल आयोजक हुन्छन् र विश्वका सबै सरकार प्रमुख र त्यसमा चाहिँ राष्ट्र प्रमुखहरूको सहभागिता रहेको हुन्छ। र यो वर्ष दक्षिण कोरियाको जुजु भन्ने टापुले आयोजना गर्दैछ आजको कार्यक्रम चाहिँ सम्पूर्ण विश्वका देशहरूलाई सहभागी गराउने, यो विषयमा अरू चिन्ता चासोका विषयहरूलाई प्रचार गर्ने र हामीले सँगसँगै अब यो प्लास्टिक प्रदूषणलाई कम गर्नलाई कसरी गर्न सकिन्छ भन्ने पनि आज चाहिँ उनीहरूले एउटा चाहिँ छलफल गरेर त्यसपछि निर्णय गर्छ। जस्तो 22मा एउटा निर्णय गरेको थियो संयुक्त राष्ट्रले यो विषय सन्दर्भमा प्लास्टिक प्रदूषण अन्त गर्नलाई सबै देशलाई चाहिँ ऐक्यबद्धता जनाएको थियो, प्रतिबद्ध थियो, ऐन लिएर आएको थियो, जारी गरेको थियो होइन। र त्यसैलाई सन्दर्भित बनाउने सपोर्ट गर्ने हिसाबले जुजु टापु जुन दक्षिण एसियाको दक्षिण कोरियाको जुजु टापु छ त्यसले प्लास्टिक प्रदूषणलाई सुरुवात गरिसकेको छ। नमुनाको रूपमा त्यो 22को निर्णयलाई कार्यान्वयन गर्न लागेको हुनाले विश्वको ध्यान आकर्षण गरेको छ उनीहरूले। यो वर्ष सबै त्यहाँ पुगेर कसरी गरिरहेको छ र अरूलाई त्यहाँ सहभागीहरूले उसको अभ्यासहरूले गरेका कामहरूको जानकारी लिएर आफ्नो देशहरूमा लागू गर्नु पनि त्यसले मद्दत गर्छ भन्ने हिसाबले आयोजना गरेको छ। त्यसो भएर हामी पुनः आज जुन हामी यो कार्यक्रमको अन्तिम चरणमा हामीले सरसफाइ सुरु गऱ्यौँ, सरकार अहिले यहाँ आइसक्दाखेरि आगामी दिनमा पनि हामीले आफ्नो ठाउँबाट कसरी प्लास्टिक प्रदूषणलाई अन्त्य गर्न सकिन्छ त्योतर्फ सोचौँ, लागौँ भन्दै म सबैसँग फेरि पनि अनुरोध गर्दैछु। आगामी दिनमा पनि हाम्रो संस्थाले प्रकृति र मानवलाई बचाउ सन्दर्भमा, किन भन्दा प्रकृतिलाई हामीले बचाउन सकेनौँ भने हामी मानव लगायत जीव जन्तु वनस्पति कसैको पनि भविष्य छैन, हाम्रो अन्त्य यहीँ छ। यो त्यसको कारक भनेको हामी आफै हौँ। हामीले पहिला प्रकृतिलाई पनि बचाउँ अनि सँगसँगै जस्तो प्रकृति र मानवको बिचमा सानो ड्यास लागेको छ, त्यो ड्यासले प्रकृति र मानव जोड्नु खोजेको फुलको रूपमा भन्ने खोज्या हो। यति भन्दै अब हामी अलिकति समय पनि भएको हुनाले अब अहिले चाहिँ इलन मस्कले चाहिँ